सिलिङ फ्यानमा बाँधेर झुन्डाइएको सलको पासोमा झुन्डिन खोज्दा सल फुस्किएर भुइँमा ढङ्रङ्ग पछारिएपछि कालले पनि साथ दिँदैन भन्दै भित्तामा आफ्नो टाउको 2-4 चोटि बजारिन्। यता चन्द्रकलाको घरमा चन्द्रकलामा आएको अस्वाभाविक परिवर्तन देखेर उनका बाबुआमा छक्क पर्न थालिसकेका थिए। यो केटीलाई आजकाल के भएको छ, न खुलेर बोल्छे न खुलेर हाँस्छे, खाली टोलाएको मात्र देख्छु। एक दिन चन्द्रकलाको बुबाले आमा चाहिँलाई सोधे, खै वैँसा लागेको होला नि, वैँसा आएको बेला यस्तै हो, अरू केही होइन भन्दै चन्द्रकलाकी आमा भान्सातिर लागिन्। बिचारा के थाहा उनीहरूलाई छोरी एउटा गम्भीर प्रेम रोगले ग्रसित भइसकेकी छ, त्यो रोगबाट मुक्त हुन सकेकी छैन। चन्द्रकला अब मेटासिट खाएर आफूलाई सिज्याउने सोचका साथ बजार गइन्। बजारबाट मुसा मार्ने मेटासिट किनेर ल्याइन् अनि कोठामा आएर चुकुर लगाइन् अनि मेटासिट खान थालिन्। उनले सम्झिन् ती पुराना दिन, कैलाशसँगको भेट, कैलाशसँगको प्रेम अनि कैलाशले दिएको धोका। यी सबै उनको मानसपटलमा घुमिरह्यो अनि मेटासिट छ्वाट्टै निलिन्। त्यसपछि छटपटिन थालिन्। मर्न कहाँ सजिलो छ र, उक्त मेटासिटले उनलाई छटपटी मात्र दिइरह्यो। नजिकै रहेको धारिलो चक्कु उठाइन्, आफ्नै हातलाई रेट्न थालिन्। त्यत्तिकैमा ढक 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 गर्दै ढोका बजाएको आवाज आयो। दिदी दिदी भन्दै चन्द्रकलाको भाइ बोलाउन थाल्यो। बाहिरबाट यसो चियाएको त दिदी भुइँमा छटपटिएर लडेको देख्यो। पक्कै केही न केही अप्ठ्यारो अवस्थाको सिर्जना भएको छ भन्ने बुझेर जोडले ढोकामा लात्ती हान्न थाल्यो, तर ढोका खुलेन। अनि आत्तिँदै नजिकेको छिमेकीहरूलाई बोलाउन गयो। छिमेकीहरू हतार हतार आए, जोर जबरजस्ती ढोका फुटाएर भित्र पसे। चन्द्रकला बेहोस भइसकेकी थिइन्। रगताम्य शरीर, मुखभरि फिज, अलिअलि श्वास चाहिँ चलिरहेको थियो। यस्तो हालत देखेर त्यहाँ उपस्थित छिमेकीहरूले तुरुन्तै उनलाई अस्पताल पुर्याए। डाक्टर र नर्सहरूको टोली आत्तिँदै उनलाई बेडमा सुताएर इमर्जेन्सी वार्डमा लिएर गए। काटिएको घाउमा बेन्डेज गरियो, इन्जेक्सन मार्फत मेटासिटको बिख निकालियो। उनलाई करिब 15 दिन राखेर निरन्तर उपचार गरेपछि मृत्युको मुखमा पुगेकी चन्द्रकला बाँच्न सफल भइन्। उनको होस खुल्दा उनको वरिपरि उनका साथीहरू, उनका बाबुआमा र भाइ बलिन्द्र धारा आँसु खुसाउँदै सुक्क सुक्क रुँदै थिए। उनले सोचिन्, ओहो यो मैले के गरेँ, जाब एउटा धोकेबाजको लागि मैले आफ्नै अन्त्य गरेँ कि? जसलाई 1000 बिन्ती गर्दा, मायाको भिख माग्दा सुनेको नसुने झैँ गर्ने त्यस्तो निष्ठुरीका लागि मैले मेरो प्राणलाई सङ्कटमा धकेले कि? म बितेको भए त हेर त मेरो बुवा आमा भाइलाई कति गाह्रो हुने रहेछ। मैले यो कुरा किन सोच्न सकिनँ? जसले मलाई 9 महिना कोखमा राखेर कति दुःख वेदना सहेर यस धरतीमा जन्म दिइन्, मेरी आमा, उनको याद मलाई किन आएन? जन्मिएर 16 वर्षको बनाउन उनीहरूले गरेको त्याग र तपस्यालाई मैले किन बुझ्न सकिनँ? शरीरका हाड र छाला घोटेर मजदुरी गर्ने बुबा हामीहरूलाई जस्तो सुकै परिस्थितिमा पनि पालन पोषण गर्ने मेरो बुबाको परिश्रमलाई मैले किन याद गरिनँ? चन्द्रकलालाई यी विभिन्न सोच र विचारहरूले आत्मग्लानी बनायो अनि आफ्नो अपूर्ण निर्णयले पछुतो लाग्यो। उनले मनमनै पश्चाताप गरिन् अनि आफ्नो बुवा आमासँग माफी मागिन्। अब आइन्दा यस्तो गलत काम नगर्ने निर्णय गरिन्। अस्पतालको बेडमा लामो समयसम्म उनी सोचमग्न भइन्। उनले आफ्ना आँसु पुछ्दै आफूलाई ऐनामा हेरिन् र पहिलो पटक आफ्नै मनलाई सम्बोधन गरिन्। मेरो जीवन अरूको कारणले समाप्त हुनु हुँदैन। म आफैका लागि बाँच्ने छु, म मेरा भाइको लागि बाँच्ने छु, म मेरो बुवा आमाको लागि बाँच्ने छु, म मेरो समाजको लागि बाँच्ने छु, म यो देशको लागि बाँच्ने छु। त्यही दिनबाट चन्द्रकलाको जीवनप्रतिको दृष्टिकोण बदलियो। उनले विगतलाई आफ्नो प्रेरणा बनाउने निर्णय गरिन्। आफ्नो दुःख र पीडालाई शक्तिमा बदल्दै उनले पढाइमा फर्कने योजना बनाइन्। चन्द्रकला अस्पतालबाट फर्किएपछि पहिलेभन्दा अझ दृढ बनिन्। उनले विगतका चोटहरूलाई आफ्नो जीवनको प्रेरणा बनाएर अघि बढ्न थालिन्।
उनले आफ्नो पढाइलाई अझ गम्भीर रूपमा लिन थालिन्। दिनरातको मेहनतले उनलाई फेरि उचाइमा पुर्यायो। उनले आफूलाई कमजोर बनाउने कुनै पनि सोचलाई दिमागमा बस्न दिइनन्। जीवनमा आइपरेका चुनौतीहरूले उनलाई बलियो बनाउँदै लगे। आज चन्द्रकला BBS पहिलो वर्षमा अध्ययनरत छिन्। उनको अनुहारमा आत्मविश्वासको चमक छ। उनले आफ्नो विगतलाई एक प्रेरणा बनाएकी छिन्। उनले गरिबी, धोका र मानसिक पीडालाई जितेर जीवनमा नयाँ अध्याय लेखेकी छिन्। उनको कथा केवल चन्द्रकलाको मात्रै होइन, यो सबैको कथा हो, अझ हर छोरी मान्छेहरूको कथा हो। यस कथाले हामीलाई सिकाउँछ कि जीवनका चुनौतीहरूले हामीलाई कहिले रोक्न सक्दैनन्। आँसुहरू पुछेर अघि बढ्ने हिम्मत राख्नेहरूसँग संसारले हार मान्नेछ। चन्द्रकलाको कथा आँसु, सङ्घर्ष र विजयको कथा हो। यो कथाले हामीलाई जीवनको सबैभन्दा कठिन परिस्थितिमा पनि आफ्नो आत्मबल र मेहनतलाई बिर्सन नहुने सन्देश दिन्छ। चुनौतीहरूको सामना गरेर मात्र जीवनको वास्तविक अर्थ बुझ्न सकिन्छ। चन्द्रकलाको यात्रा जीवनको नयाँ आशा र प्रेरणाको प्रतीक हो। अतीतले मलाई हराउन सकेन, भविष्यले मलाई जित्न सकेन, म मेरो जीवनको यो युद्ध जित्नेछु। अतीतले मलाई हराउन सकेन, भविष्यले मलाई जित्न सक्दैन, म मेरो जीवनको यो युद्ध जित्नेछु, म मेरो जीवनको यो युद्ध जित्नेछु।